गोर्खा जहाँ इतिहास जीवित छ तर कहिलेसम्म भन्ने प्रश्न उठ्छ किनकि यहाँका स्थानीय चहरूले इतिहास जोगाउन कुनै पनि महत्त्वपूर्ण भूमिका खेलेका छैनन्। गोर्खाली दरबार अवस्थित डाँडाको पछाडि करिब 2 किलोमिटरको हिँडाइपछि भीमसेन पाट पुग्न सकिन्छ। यो पार्क गोर्खा नगरपालिका वडा नम्बर 4 मा रहेको छ। करिब 3 रोपनी जग्गामा फैलिएको यो पार्कमा विभिन्न थरीका फूलहरू रोपेको देख्न सकिन्छ। पार्कको बीचमा अवस्थित छ पूर्व प्रधानमन्त्री भीमसेन थापाको शालिग। यहाँबाट विभिन्न हिम श्रृङ्खलाको मनोरम दृश्यहरू पनि देख्न सकिन्छ। पार्कबाट तर हेर्दा फिनाम स्कुल सहितका गाउँहरू देख्न सकिन्छ र पारीका गाउँहरूको पनि अवलोकन गर्न सकिन्छ। डाँडाको माथि अवस्थित यो सुन्दर शान्त ठाउँ साह्रै मनोरम छ र यहाँबाट देखिने दृश्यहरू त झन् साह्रै मनोरम छ। विभिन्न हिमालहरू, विभिन्न गाउँहरू, डाँडा पाखाहरू। गोर्खा आएपछि एक न एकचोटि पुग्नै पर्ने ठाउँ हो यो। यु क्यान गेट बेस्ट एक्सपिरियन्स।